Hello, Sevaro, Namaste, Minyangbo किचन फूड एन्ड लाइफ च्यानलमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। आफ्टर लङ टाइम, भेरी लङ टाइम चाहिँ म यो भ्लग बनाइरहेको छु, एउटा प्रोडक्टिभ भ्लग। रिसेन्टली मैले गरिरहेको कुराहरू अनि हल्का तपाईँलाई हाम्रो वरिपरि बारीमा भएको अर्ग्यानिक सागसब्जीहरू पनि देखाइरहेको छु। सो एकदमै हामी यसरी फलाएर अर्ग्यानिक सब्जी हामी खान्छौँ, एकदमै टेस्टी सब्जी। सो आजको भ्लगमा चाहिँ मैले हालैमा गरिरहेको लास्ट इयरदेखि गरिरहेको यो होम बिजनेस, पिकलको बिजनेस एन्ड मोर है, अरू धेरै कुराहरू गर्छु। सो यहाँ तपाईँलाई देखाइरहेको छु। अनि हामीले यसरी पिकल्सहरू बनाउँछौँ भनेर, यो चाहिँ जुरा लाङ्साको पिकल हो, बिफको स्ट्रेट पिकललाई चाहिँ एकदम हाम्रो यो चुलामा पकाएन भने त है हुँदैन। एकदम अर्ग्यानिक नेपाली चुलामा चाहिँ बनाइरहेको छु। नेपाली अर्ग्यानिक चुलामा पकाएको जे पनि खानेकुरा एकदमै टेस्टी हुन्छ है। सो यहाँ चाहिँ मैले कराई पनि बसाइदिएँ, तेल पनि टेकाइदिएँ। अब हेर्दै जानुहोस् म कसरी यो बिफ पिकल बनाउँछु। अनि अर्को प्रडक्ट चाहिँ हामीले यो स्मोक पोर्क पनि एकदमै गइरहेको छ, एकदम धेरैले मन पराइरहनु भएको छ अनि धेरै मेहनत पनि हामी गरेर यहाँहरूको अगाडि पुर्याउँछौँ। सो यहाँ तेल पनि तातियो अनि मैले बिफलाई चाहिँ अब यसरी फ्राई गरेको छु। यतिको फ्राई हुनुपर्छ, ज्यादा डिप फ्राई गर्नु हुँदैन। मरमसला, अदुवा लसुन खोर्सानी, मरमसला जति पनि घरमा बनाएको यसरी लाएर चाहिँ मजाले यसलाई चाहिँ भुटेर यो झुरा बिफलाई चाहिँ माथि राखिदिएर मजाले चलाएपछि एकछिन समय राखेपछि चाहिँ फाइनली हाम्रो यो बिफ झुरा, बिफ स्ट्रेट पिकल चाहिँ रेडी हुन्छ। यो चाहिँ मेरो बनाउने तरिका हो, आफ्नो तरिका हुनसक्छ। अनि धेरैले मेरो ग्राहकहरू, मेरो कस्टमर्सहरूले चाहिँ यो बिफ पिकल धेरै मन पराउनुहुन्छ र अर्डर गर्नुहुन्छ। सो यहाँ हामी चाहिँ फ्यामिली पनि एकदम दिन राम्रो हुँदा चाहिँ बाहिर एकदम चट्टाइ एकदम बिछाइकन हामी यहाँ हाम्रो आफ्नै प्रडक्ट बिफ स्ट्रेटलाई हामी ट्राई गरेको छौँ र हाम्रो फ्रेन्ड्सहरूले, हाम्रो फ्यामिलीहरूले पनि धेरै मन पराउनु भयो। यो चाहिँ हो फेरि स्मोक पोर्क चाहिँ घरमा हामीले ट्राई गरिरहेका छौँ। एकदमै यो चाहिँ फेरि जसरी खाँदा पनि टेस्टी हुन्छ। तपाईँको यो फाक्साको यो इभन स्किन पनि मजाले डिप फ्राई गरेर खानु यस्तो क्रन्ची, यस्तो टेस्टी हुन्छ। सो थ्याङ्क यू सो मच।